गाइज आज चाहिँ म र यो राम होइन हामी चाहिँ हात्तीदह घुम्न गइरहेको छौँ अनि हामी चाहिँ अहिले भर्खरै यहाँबाट हिँडेको होइन अब हेरौँ कति मिनट पुगिन्छ बाटो चाहिँ देखेको छैन होइन देख्न देखेछ तर ताप लङ बाटो देखेछ अब सर्ट बाटो चाहिँ कहाँबाट हुन्छ मान्छेले सोध्दै सोध्दै जानेछौँ तपाईँहरूलाई बाटोको सिन चाहिँ नदेखाउँ म तपाईँलाई सिधै उहाँ गएर हात्तीदहको सिन देखाउँछु किनकि मेरो मोबाइल त्यति चार्ज छैन हामीले यसो फोटोसोटो खिच्नुपर्ने छ यस्तो लुगा आएको छौँ होइन तपाईँहरूलाई उहीँ पुगेपछि म भेट्छु है गाइज हामी चाहिँ भुलभुलैमा परिरहेको छ बाटो कता कता यताको छ्या म त दिक्क लागिसक्यो यता घुम्नुपर्छ उता घुम्नुपर्छ गाइज तेल पनि छैन गाडी बाइकमा फेरि त्यहाँ तेल हाल्नुपर्ने पसल पनि कहाँ छ छैन थाहा नै होइन जम्मै 1 लिटर तेल छ फेरि बाटो पनि त्यस्तै भुलभुलै छ कता हो छ्या खुट्टाभरि फोहोर लागेर त्यो खोलामा अघि बाइक झन्डै चिप्ले अब कता बाटो यता जान्छु उता छैन बाटो यता जान्छु उता बाटो छैन गुगल म्यापको भरोसा गर्ने हुँदैन रहेछ गाइज हामी चाहिँ हात्तीदह आइपुग्यो जसो भयो भने सोध्दै भयो भने हात्तीदह चाहिँ फाइनली आइपुग्यो यत्रो टाइम लाग्यो नि हात्तीदह आउनको लागि अब जाम हेरौँ भित्र कस्तो छ मान्छे चाहिँ हल्का भिड छ टाइपको होइन हात्तीदह चाहिँ भित्र जङ्गलमा चाहिँ रहेको छ होइन अनि मान्छेहरू पनि टनै छ अहिले अब जाम फोटोसोटो खिच्यौँ होइन बल्ल आइपुग्यो गाइज यस्तो झन्झट भयो नि अब यो बाटो नजाने हामीले अब के भन्छ अरे यता रोडकै बाटो जानुपर्ने बाटो यस्तो टाइम लाग्यो नि गाइज टिकट गाडी दुइटा भित्र छिरेको छौँ होइन हात्तीदह चाहिँ फर्स्ट टाइम एन्ट्रीमा यहाँ बोटिङ सुटिङ सबै रहेको छ गाइज होइन अब घुम्नु कता हो के हो थाहा छैन मलाई चाहिँ घुम्नको लागि अब यस्तो छ होइन यता चिडियाखानामा रहेको छ कहाँ भालु के रहेको छ होइन त्यो चाहिँ हामीलाई देखेको छैनौँ त्यो सबै घुम्नुपर्ने छ हामी चाहिँ भित्र आइसकेको छौँ अब जाम हेरौँ ठाउँमा के छ कतातिर के छ होइन फर्स्ट टाइम हो चिडियाखाना चाहिँ आइसकेको छ त्यहाँ मयूरहरू देखिसकेँ मैले होइन जाम त्यहाँ के छ हेरौँ मैले चाहिँ भिडियोमा चाहिँ त्यहाँ खरायो अनि भालु अनि के देखेको थिएँ यहाँ चाहिँ मयूर पनि देखिसकेको छु पोथी मयूर भाले मयूर दुइटा रहेको छ अनि यहाँ चाहिँ पोथी मयूर छ होइन यो मैले देखिसकेको छु जङ्गलमा कति अनि यहाँ चाहिँ भाले मयूर पनि रहेको छ अनि यहाँ चाहिँ दुम्सी पनि रहेको छ गाइज यहाँ तपाईँलाई दुम्सी देखिन्छ देखिँदैन होइन एकदम बनाइदिएर आएको छ यहाँ चाहिँ दुम्सी पनि रहेको छ अर्को पानी हाँस यो हाँस त हामीले देखेँ कि अर्कै ठुलो खालको हाँस हो यो हामी भन्छौँ नि यस्तो तर भालु खराएको रहेछ यो अजिङ्गर पनि रहेको छ गाइज एकदम बसिरहेको छ अजिङ्गर चाहिँ गोर्खा हो रे यो होइन के हो गाइज तपाईँहरू आफै भन्नुहुन्छ मलाई अनि यहाँ चाहिँ बाँदरहरू रहेको छ बाँदरहरू चाहिँ जहिले देखिरहेको छ हामीले यहाँ बाँदरहरू छ जहिले बाँदर त भन्नै पर्ने देखिरहेको मान्छे हो अनि यहाँ चाहिँ कच्छा पनि रहेको छ ओहो गाइज यहाँ पल्टी हान्दैछ कच्छा चाहिँ यहाँ ध्यान होइन कत्रो यार गाइज यस्तो मोबाइलमा चाहिँ सानो देखेछ तर लास्टै ठुलो छ क्या भालु चाहिँ गाइज होइन हामीले चाहिँ बोटिङको पनि टिकट लिइसकेको छौँ बोटिङ चाहिँ अहिले भर्खर यहाँ 20 मिनट हुने रहेछ भर्खरै छिरेछन् होइन उनीहरू चाहिँ अनि अँध्यारो पनि पर्न लागिसक्यो पानी पर्छ जस्तो भइरहेछ होइन अनि यहाँबाट चाहिँ हाम्रो घर जान अझै 1 घन्टा अब बाटो अनुसारले त अब गाटो भने त 1-1.5 घन्टै लाग्छ होला होइन म चाहिँ यहाँ हात्तीदह भन्ने लेखेको ठाउँ छ क्या यहाँ लेखेको छ त्यहाँ गएर फोटोसोटो खिच्नुपर्ने तपाईँलाई अझै कति ठाउँ यहाँ धेरै छ देखाउन पाइनँ मैले मेरो मोबाइलमा कति 30% जति चार्ज छ होला किनकि बाटोमा पनि चार्ज चाहिन्छ नि त गाइज सबै चार्ज मैले लिइसकेर भयो होइन बाटोमा इमर्जेन्सी चाहिँ पनि हुनसक्छ त्यो भएर चार्ज चाहिँ मैले सकाएँ यहाँ 1-2वटा सेल्फी खिच्ने होइन यहाँ 1-2वटा सेल्फी खिच्ने त्यसपछि अनि बोटिङ हानिहाल्ने अनि घर चलिहाल्ने भनेर भनेको त्यहाँनिर पिङ त्यहाँ पनि छ तर हामी नगएको त्यहाँ मान्छे टन्नै छ होइन गाइज हामी चाहिँ यहाँ बोटिङ सोटिङ पनि गरिरहेको छौँ अर्को बोटमा चाहिँ चढेको थियौँ अर्को त्यहाँ हाँसभालामा त्यो चाहिँ कुदेन होइन यसको ह्यान्डलले घुमेने थिएँ अनि त्यसपछि अहिले यसमा चढिरहेको छौँ जाम यसरी उहाँसम्मको बाटो तपाईँलाई देखाउने छु म धेरै भनेको त्यो डोरी यस्तो टाइपको छ होइन त्यहाँ भन्दा त जहाँ कट्न पाइँदैन यीसम्म चाहिँ हो हामी जम्मा 4 जना छौँ गाइज हामी सबैभन्दा नेपालको टप 5 भित्रको सबैभन्दा लामो झुङ्गे पुल गर्दैछौँ तल पनि हेर्नु गहिरो जाला हात गाइस गाइस यो चाहिँ अझै कति लामो थियो हामीले चाहिँ बिच बाटोमा चाहिँ काट्दैम भिडियो किनकि अर्को पछाडि बाइक आउँदै थियो मेरो पछाडि
अर्को बाइकबाट चाहिँ डराएर पछि ल्याउनको लागि। गाइस तपाईँहरूलाई भिडियो कस्तो लाग्यो होला लाइक कमेन्ट गर्नु होला। आजको भिडियो चाहिँ इन्ड हुन गइरहेको छ हैन।